सम्पूर्ण टिमलाई विशेष धन्यवाद दिन चाहन्छु किनकि आइतल गाउँपालिकाको व्यवस्थापनले यो कार्यक्रम सफल समापन भएको छ किनकि उहाँहरूको सहयोगले नै यो कार्यक्रमलाई आज हामीले आफ्नो ज्ञान श्रृङ्खलालाई आज हामीले जोड्न सिक्न सकेका छौँ किनकि विगतमा पनि आइतल गाउँपालिकाले हामीलाई हातपिरो खेल सङ्घलाई विगतमा पनि सहयोग गर्दै आउनुभएको छ र यो पटक पनि हाम्रो यो राष्ट्रिय स्तरको सेमिनार पनि व्यवस्थापनको लागि सहयोग गर्नुभएको छ किनकि उहाँको जुन यो एउटा दृढ सङ्कल्प उहाँको जुन उत्साह जुन उहाँको जुन लगाव खेल मैत्री जुन आइतल गाउँपालिका छ त्यसको लागि हामी सराहनीय छौँ र त्यसको लागि हामी कृतज्ञ पनि छौँ किनकि उहाँको जुन खेल मैत्री जुन खेललाई जुन माया गर्नुभएको छ हाम्रो हातपिरो खेल्न मात्र अन्य खेललाई फेरि खेल्न जुन माया गरेर जुन व्यवस्थापन लगानी गर्नुभएको छ उहाँहरूलाई हामीले नेपाल हातपिरो सङ्घ सम्पूर्ण खेलाडी तर्फबाट पनि विशेष धन्यवाद दिन चाहन्छौँ किनकि यो आइतल गाउँपालिका जुन अध्यक्षज्यू हुनुहुन्छ शेरसी पाकेज्यू उहाँले विगतदेखि नै हामीलाई जुन एउटा सराहनीय रूपमा जुन सहयोग र व्यवस्थापन गर्दै आउनुभएको छ किनकि आगामी दिनमा पनि हामीले आशा अपेक्षा गरेका छौँ कि यो कार्यक्रम अझै बेहतर रूपमा राष्ट्रिय स्तरको रूपमा अझै च्याम्पियनसिपलाई अझ सहयोग गर्नुहुन्छ भन्ने हामीले आशा अपेक्षा गरेका छौँ त्यो सँगै आइतल गाउँपालिका पक्कै पनि यो इन्डोर स्पोर्ट हलको लागि पनि बनाउन लागि पनि पहल गर्नुहुनेछ भने हाम्रो नेपाल हातपिरो सङ्घबाट निवेदन गर्न चाहन्छौँ किनकि इन्डोर स्पोर्ट हलमा कार्यक्रम गर्न लागि च्याम्पियनसिपहरू सेमिनारहरू ठुलो ठुलो कार्यक्रम गर्न लागि ठुलो हलको आवश्यक पर्छ त्यस कारणले हामी यो सभा हलमा पनि हामीले जुन शपथ प्रकारले जुन यो कार्यक्रम सानो हललाई पनि हामीले एउटा सम्पन्न गरेका छौँ त्यसको लागि यो हलको एउटा हामीले यो उपलब्ध गर्नुभयो त्यसलाई विशेष धन्यवाद दिन चाहन्छु र आगामी दिनमा यो आइतल गाउँबाट ठुलो एउटा पर्सेन्ट हल यो जुन इन्डोर स्पोर्ट हल बनाउनेछ भन्ने पनि हामीले आशा र अपेक्षा र हामीले कार्यक्रम गर्न सक्छौँ भन्ने पनि आशा गरेका छौँ त्यसको लागि हामीले आगामी वर्षमा पनि हामीले प्रस्ताव गरेका छौँ अध्यक्षज्यूलाई किनकि हामीले 12औं राष्ट्रिय हातपिरो प्रतियोगिता हामीले गणना गर्न लागि प्रस्ताव गरेका छौँ पक्कै पनि उहाँहरूले यस प्रस्तावलाई स्वीकार गरी पक्कै पनि उहाँले पुनः फेरि हामीलाई सहयोग गरेर फेरि कार्यक्रम फेरि यही डलिन्द्रमा जुन 12औं राष्ट्रिय हातपिरो प्रतियोगिता आयोजना हुनेछ भन्ने पनि हामीले विशेष आशावादी गरेका छौँ किनभने हाम्रो 10औं राष्ट्रिय हातपिरो प्रतियोगिता बुटोलमा सम्पन्न गरेका थियौँ 11औं राष्ट्रिय हातपिरो हामीले मध्य प्रदेशमा हामीले आयोजना गर्दैछौँ र त्यो सँगै अर्को वर्ष हामीले 12औं राष्ट्रिय हातपिरो प्रतियोगिता सुदूरपश्चिमको डडेलधुरामा पनि यो आइतल गाउँपालिकामा हामीले जुन कार्यक्रम आयोजना गर्न लागि प्रस्ताव गरेका छौँ अध्यक्षज्यूलाई पक्कै पनि यो हाम्रो प्रस्तावलाई स्वीकार गर्नुहुन्छ भन्ने पनि हामीले आशा गरेका छौँ पक्कै पनि खेलाडी भाइ बहिनीहरू तपाईँहरूले जुन सिप जुन कला जुन ज्ञान सिक्नुभयो यो हलमा जुन यो आइतलमा आएर जुन एउटा भव्य राष्ट्रिय स्तरको जुन कार्यक्रममा सहभागी भएर तपाईँहरूले जुन आफ्नो स्किललाई जुन एउटा विकास गर्नुभयो पक्कै पनि तपाईँहरूले आगामी दिनमा यहाँबाट सिकेर आफ्नो डोजाङमा गएर त्यहाँ कलाहरू आफ्नो विद्यार्थीलाई सिकाउनेछ भन्ने पनि हामीले आशा गरेका छौँ त्यो मात्र नभएर आगामी दिनमा हुने कार्यक्रम राष्ट्रिय स्तरको प्रदेश स्तरको जिल्ला स्तरको च्याम्पियनसिपमा पनि आफ्नो रेफ्रीको भूमिका निर्वाह गरेर पक्कै पनि एउटा कार्यक्रमलाई च्याम्पियनसिपमा सफल गर्नुहुन्छ भन्ने हामीले आशा गरेका छौँ त्यस कारणले पक्कै पनि खेलाडी भाइहरू तपाईँहरूले जुन ऊर्जाको साथसाथ जुन यो सहभागी भएर तपाईँहरूले यो आफ्नो सिपलाई जुन निखार ल्याउनुभयो त्यसको लागि तपाईँहरूले नेपाल हातपिरो सङ्घको तर्फबाट विशेष बढाइ दिन चाहन्छ र हातपिरो खेल नेपालमा यसको विकास र विस्तार जो छ हामीले नेपाल हातपिरो सङ्घको तर्फबाट हामीले 7वटा प्रदेशमा हामीले यसको स्थापना गरेका छौँ 70वटा जिल्लामा हामीले यसको जिल्ला सङ्घ गठन गरेका छौँ हामी 200वटा जति हामीले पालिकाहरू गठन गरेका छौँ पालिका स्तरीय समितिहरू गठन गरेका छौँ त्यो मात्र नभएर हामीले 21वटा डोजाङहरू हामीले स्थापना गरेका छौँ र हाम्रो नेपाल हातपिरो सङ्घमा हजारौँ खेलाडीहरू हाम्रो आबद्ध हुनुहुन्छ र त्यो मात्रै नभएर विभिन्न वर्ल्ड च्याम्पियनसिपमा पनि हाम्रो खेलाडीहरूले नेपालबाट प्रतिनिधित्व गरी मेडलहरू पनि गोल्ड सिल्भर र ब्राउन मेडल प्राप्त गर्नुभएको छ वर्ल्ड च्याम्पियनसिपमा मात्र नभएर एसियन च्याम्पियनसिपमा पनि
विविध मेडलहरू पनि होइन पदक विजेता जित्नु भएको छ। त्यो मात्र नभएर साफ च्याम्पियनसिपमा, अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा, युरोपियन च्याम्पियनसिपमा, विविध इन्भिटेसनल च्याम्पियनसिपमा, आमन्त्रित च्याम्पियनसिपमा पनि अन्तर्राष्ट्रिय स्तरका च्याम्पियनसिपमा पनि हाम्रा खेलाडीहरूले भाग लिएर जुन नेपालकोलाई एउटा नाम चिनाउने एउटा माध्यम बनाउनु भएको छ। र त्यो मात्र नभएर विभिन्न देशहरूमा गएर सेमिनारमा भाग लिएर पनि तपाईँ हाम्रा खेलाडीहरूले पनि पक्कै पनि एउटा सिपहरू ज्ञान हासिल गर्नुभएको छ। यो कार्यक्रमलाई विशेष गरी यो कार्यक्रममा जुन विशेष भूमिका निर्वाह गर्नुभयो, प्रशिक्षणको भूमिका निर्वाह भयो हाम्रो नेपाल हाकी सङ्घको परम प्रशिक्षक तथा अन्तर्राष्ट्रिय प्रशिक्षक जुन प्रवीण गुरुङले जुन खेलाडीहरूलाई जुन एउटा सहजीकरण रूपमा, सहजीकरण मात्र नभएर एउटा नेतृत्वदायी भूमिका प्रशिक्षण जुन दिनुभयो, जुन ज्ञान सिपकला जुन भाइ बहिनीलाई जुन दिनुभयो, त्यसको लागि जुन मेहनत साथ बिहानदेखि साथ अहर्ता खटेर जुन आफ्नो भोग नभनी तिखाइ नभनिकन जुन खेलाडी भाइहरूले जुन प्रशिक्षणलाई सहभागी भयो, जुन सिप दिनुभयो, ज्ञान कला दिनुभयो, त्यसको लागि नेपाल हाकी सङ्घ परम प्रशिक्षक प्रवीण गुरुङलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र त्योसँगै जुन यो कार्यक्रमलाई सफल बनाउनको लागि, जुन यो कार्यक्रमलाई भूमिका निर्वाहको लागि जुन हाम्रो जुन यो जितेपछि हाकी सङ्घको अध्यक्ष र परम प्रशिक्षक पनि हुनुहुन्छ, त्यो मात्रै नभएर आलिबाग गाउँपालिकाको प्रशिक्षक पनि हुनुहुन्छ जुन राजेन्द्र मडाईले उहाँले जुन अवरात्र खटेर जुन रात दिन नभनिकन जुन यो मेहनत लगानी गरेर जुन लगाव झुकावले जुन इमान्दार अनुसारले सरकारले जुन यो कार्यक्रम सम्पन्न गर्न लागि जुन अवरात्र खटेर जुन यहाँ कार्यक्रम समापनसम्म आउनुभयो, त्यसको लागि राजेन्द्र मडाईलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा पनि त्यसरी उहाँको लगाव यो कामलाई जुन मूल्याङ्कन नेपाल हाकी सङ्घले पनि गरिरहेको छ, पक्कै पनि त्यो मूल्याङ्कनलाई पनि हामीले राजेन्द्र मडाईलाई पनि आगामी दिनमा त्यो जिम्मेवारीको भूमिका पनि हामीले पुर्याउनेछौँ। र त्योसँगै राजेन्द्र मडाईले जुन सुदूरपश्चिममा जुन एउटा यो हाकिर डेभलपमेन्ट एक्सपान्सन जुन हजारौँ खेलाडी जुन स्थापना गर्नुभएको छ र उत्पादन गर्नुभएको छ, त्यसको लागि राजेन्द्र मडाईको जुन लगाव झुकाव जुन खेलप्रति जुन एउटा माया छ, हातपट्टि खेलप्रति जुन एउटा नेतृत्वदायी भूमिका छ, त्यसको लागि पनि नेपाल हाकी सङ्घले पनि मूल्याङ्कन गरेको छ। नेपाल हातपिरो सङ्घको जुन सुदूरपश्चिमको अध्यक्ष जुन हाम्रो राजेन्द्र मडाई मात्र नभएर यसमा उहाँले साथ दिने जुन प्रशिक्षकहरू हुन्छ हाम्रो रमेश हन्जारी, विभागको सारहरू लगायत उहाँहरूलाई पनि विशेष गरी धन्यवाद दिन चाहन्छु। किनभने उहाँको सहयोगले, उहाँको समर्थनले, उहाँको जुन यो साथले जुन राजेन्द्र मडाईले जुन यो ठाउँमा जुन यो ठुलो राष्ट्रिय स्तरको सेमिनारले जुन यो सम्पन्न गर्न सफलता, ऐतिहासिक सफलता हासिल गर्नुभयो, त्यसको लागि विशेष धन्यवाद दिन चाहन्छु। र यो आगामी दिनमा पनि यो सुदूरपश्चिमको खेलाडीहरूले सुदूरपश्चिममा जुन नानी भाइहरू जुन खेल्नु भएको छ, आगामी दिनमा हुने हामीले पक्कै पनि जुनमा हुने ब्रिक्स गेम हुनेछ, दुबईमा जुनमा ब्रिक्स गेम हुन्छ, त्यसमा पनि तपाईँहरूले जुन हामीले त्यसमा हामीले सिलेक्सन राख्छौँ, हामीले नेसनल लेभलको सिलेक्सन राख्छौँ, त्यसमा पनि तपाईँहरूले त्यहाँ सिलेक्सनमा भागेर ब्रिक्स गेममा जुन ब्रिक्स गेम भनेको वर्ल्ड गेम हो, वर्ल्ड गेममा पनि पक्कै पनि तपाईँहरूले सिलेक्सनमा पर्नुहुनेछ। र 2026को जुनमा जुन दुबईमा हुने जुन ब्रिक्स गेममा पनि सहभागी हुनेछ भन्ने पनि तपाईँहरूले अग्रिम शुभकामना पनि दिन चाहन्छु। त्यस कारणले तपाईँहरूले मेहनत गर्नुहोस्, लगाव गर्नुहोस्, तपाईँहरूले प्रत्येक दिन तपाईँले प्रशिक्षण लिनुहोस्, तपाईँहरूले अनुशासित भएर तपाईँ अगाडि बढ्नुहोस्, खेलाडी भएर अगाडि बढ्नुहोस्, तपाईँको एउटा एबिलिटी र क्यापेबल हिसाबले तपाईँ जानुहोस्। पक्कै पनि तपाईँहरूले भोलिको दिनमा नयाँ अन्तर्राष्ट्रिय गुणमा सेमिनार अथवा टुर्नामेन्टमा भाग लिएर पक्कै पनि तपाईँ विजेता बन्न सक्नुहुन्छ र तपाईँको अब्बल बन्न सक्नुहुन्छ। अब्बलसँग तपाईँको एउटा आफ्नो गाउँ, आफ्नो समाज, आफ्नो आमा बुवा, आफ्नो अभिभावक, त्यो मात्र नभएर पालिका र जिल्ला र देशलाई प्रदेशलाई चिनाउन सक्नुहुन्छ भन्ने पनि हामी आशा गरेका छौँ र शुभकामना दिन पनि चाहन्छौँ। त्यस कारण यो कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि जुन सबैले आफ्नो तह तर्फबाट जुन भूमिका निर्वाह गर्नुभयो, जसलाई हाम्रो आइतल गाउँपालिका जुन कर्मचारी हुनुहुन्छ उहाँहरू हुनुभयो, त्योसँगै हाम्रा जो यो आइतलका प्रहरी चौकी हाम्रा जुन इन्चार्जहरू र सहायक इन्चार्जहरू हुनुहुन्छ उहाँहरूले जुन सहयोग गर्नुभयो यो कार्यक्रम सफल पाउनको लागि। र त्यो मात्रै नभएर यहाँ यो आइतल गाउँपालिका जुन सेक्युरिटी हुनुहुन्छ उहाँहरू लगायत नभएर यो आइतल गाउँपालिका केही दिग्गज व्यक्तिहरू पनि जुन भूमिका जुन यो सहयोगको भूमिका निर्वाह गर्नुभएको छ सफल पार्नको लागि उहाँहरूले विशेष धन्यवाद दिँदै यो कार्यक्रमबाट पनि बिदा हुँदै र आगामी दिनमा पनि हामी आशा सहयोग अपेक्षा गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्ते। निकाल्नु